हेलो साथीहरू, आज चाहिँ हाम्रो घरमा यहाँ छोले भटुरे बनेको छ हैन। दामी भएको थियो छोले भटुरे, खानु मिठो भएको थियो, सब्जी पनि। अनि यहाँ चाहिँ बनाउने मान्छेहरू चाहिँ यहाँ दिदी हो हैन। दिदीले चाहिँ यसरी बेलेर मजाले बनाउनु भएको। अनि खाने मान्छे चाहिँ हामी थुप्रोजना नानी केटाकेटीहरू हैन। दिदी चाहिँ घुम्न आएको अरे हाम्रो मेरो घरमा, तर खाना चाहिँ दिदीले नै बनाइराखेको थियो। अनि एप्रोनमै हुन्छ जहिले है। आएको दिनबाट एप्रोनमा छ। अनि यहाँ चाहिँ भटुरा बनाउँदैछौँ। भटुरा खाने मान्छे चाहिँ यहाँ सबैजना। हाई भन्दै नि त निजरा, हाई भन्दै नि त यहाँ। हाई भन्दै नि सबैजना। रेन्सु रेन्सीको चाहिँ राम्रो भएन है खाने बेलामा मोबाइल हेर्ने। भटुरा पाक्दैछ यहाँ। अब यहाँ पनि खानु थालेको हामी पनि। छोले भटुरे बनाउने मान्छे चाहिँ यहाँ छ। मजाको फुलेको छ हाम्रो भटुरे आजको। कस्तो छ बहिनी? मिठो। आमाले चाहिँ के गर्दै हुनुहुन्छ? मिठो छ। साथीहरू, आजलाई यति नै। मेरो ब्लग यहीँ एन्ड गर्दैछु। मेरो भिडियो हेरेर लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्नु नबिर्सिनु होला भन्दै बाई।